यहाँ माथि चाहिँ हेरी त्यो हामी गएकोतिर चाहिँ बाबुको घरको मात्र रहेछ नि त। यहाँ मरे हात दुख्यो यस्तो हात मैले मेरो हात लास्टै कमजोरी छ नि त। मऱ्यो हात गलेर मरे हिँड्दाखेरि खुट्टा गल्दैन हात गल्छ। त्यो हात चाहिँ धेरै हातबाट सुई लगाइराखेको भएर महिना पछि ब्लड तानिरहनु पर्छ नि त। बिमारी छु कस्तो हात दुख्यो साँच्ची भने भएन यो हात फेर्नु पर्यो। हेलो साथीहरू, आज म चाहिँ टिचिङमा आएको छु। टिचिङमा आउने दिनहरू पनि हरेक दिन आइरहेको छु। यहाँ चाहिँ टिचिङको गेटभित्र आइसक्यो अनि टिचिङ आउने कार्यक्रमले हरेक दिन बढिरहेछ। बाबु सन्चो भएको छैन। आउँदा आउँदा आफै पनि यहाँ दाँत बिमारी भएर हल्का बिमारी परिरहेछ। बाटोमा हेरिकन मान्छे ठोसिँदै हिँड्छ हौ। के हो यस्तो रमाइलो छ त। ल यहाँनिर एउटा एम्बुलेन्स आयो, खाएको बिमारी आएर बिचरा। हेर्नु साथीहरू, औषधि लिने ठाउँमा प्याक मान्छे बाफ्रे एयरपोर्टमा भन्दा बढी रहेछ हो यहाँनिर बिमारी मान्छेहरू त। घरमा हुँदाखेरि आफूलाई मात्रै बिमारी भएको जस्तो लाग्छ है। हस्पिटलमा आएपछि बिमारीको भिडभाड यति धेरै प्याक। अनि यता मास्तिर त कस्तो राम्रो रहेछ क्या। यता मास्तिर हेर्नु न, यता मास्तिरको ठाउँहरू त दामी रहेछ हो यहाँ टिचिङ हस्पिटल त। आफूले यो टिचिङ हस्पिटल लास्टै ठुलो पो रहेछ त। नि मलाई त्यति थाहा थिएन यो टिचिङ हस्पिटल, त्यति थाहा थिएन, आएको थिएन है। अब चाहिँ हल्का आउने बानी पऱ्यो। हजुर कसले दिदी कसले कसले खिच्यो? यता दिदी हुनुहुन्छ। हामी चाहिँ बाबुको लागि आएको, दिदी पनि आएको छ, म पनि आएको छ। हाम्रो धेरै दिन भइसक्यो हो बाबु बिमारी भएर। हस्पिटलको बसाइ चम्किएको चाहिँ यहाँनिर रहेछ शालिक। दामी खालको उहिलेको हस्पिटलको मेन भनिएको होला। यहाँनिर के हो त्यतातिर पुरै पार्किङ गर्ने ठाउँ नभएर मान्छे हैरान छ। म त अझै यो पार्किङ गर्ने ठाउँ नभएर यहाँबाट गयो माथि पुग्यो, माथि पनि छैन। फेरि माथि फर्केर यहाँ आयो, फेरि यहाँ पनि छैन। फेरि फर्केर माथि गएपछि एकजनाले स्कुटर निकाल्नु लागेको रहेछ र ठ्याक्कै त्यहाँनिर राख्नु पायो क्या। नत्र भए कस्तो पार्किङ गर्न पनि एकदम गाह्रो। यहाँनिर पार्किङ गर्ने ठाउँ नभएको क्या। धेरै बिमारी भएर पार्किङ गर्ने ठाउँ धेरै ठुलै ठाउँ रहेछ। तर पनि अब सबैजनाको साधन भएपछि सबैले लिएर आउनै पऱ्यो है। अनि हस्पिटल यति ठुलो रहेछ, त्यो भएर पनि राख्ने ठाउँ नमिल्दो रहेछ क्या यहाँनिर। अहिले हामी चाहिँ औषधि लिएर आइसक्यो। अब हामी बाबुको इमर्जेन्सीमा जाँदैछु। साथीहरू, भिडियो कस्तो लाग्छ हेर्नु होला अन्तिमसम्म हस्। अनि तपाईँहरूलाई यो भित्रको गार्डनहरू पनि देखाउँछु। भित्र कस्तो राम्रो रहेछ। म हातै गल्यो हौ गाँसे मोबाइलसँग। कति मिनट भएछ उता हात 2 मिनटमा कस्तो हात गलेको त। अनि 2 मिनट यतानिर हेर्नु न पार्किङ, पुरा पार्किङ। यो भित्र त कस्तो दामी ठाउँ रहेछ क्या। के हो के को अफिस होला यो भित्र चाहिँ है। दामी रहेछ क्या यो भित्र चाहिँ। अनि पार्किङ चाहिँ यतातिर नि यता कम्म रहेछ क्या। फेरि मिल्दैन रहेछ क्या ठाउँ होइन। कस्तो राम्रो फुल फुलेको, दामी फुल फुलेको छ। हामी यो गेटमा आइपुग्यो। डक्टरहरू हिँड्दैछ हाम्रो अगाडि लगेर बिमारी चेकअप गर्नलाई। मेरो अगाडि फुर गरेर हिँड्दैछ क्या डक्टरहरू मजाले गफ लगाएर। त्यसै डक्टरहरूको कारहरू हेर्नु न, कार ट्याक्सी टक्क लगाएर। यो भित्र चाहिँ कस्तो राम्रो शान्त वातावरण अनि आनन्दको ठाउँ रहेछ क्या। फुलहरू बिरुवाहरू रोपेको है। अनि त्यसपछि यहाँ लुगा सुकाउनु मिल्दैन भनेर लेखेर रहेछ। अनि त्यसपछि यहाँनिर कस्तो राम्रो यो हाम्रो गाउँघरको बुढापुर्खा बाहरू जस्तो क्या। दौरा सुरुवाल अनि त्यसपछि लौरा टेकेर टक्क लगाएर बसिरहेको होइन। त्यस्तो रहेछ। अब हामी चाहिँ माथि भित्र पुग्न लाग्छ क्या।
या लास्ट हात घल्यो दिदी मेरो त होइन। अब हामी चाहिँ जाँदैछु माथिल्लो तलतिरबाट टक्का लगाएर। त्यहाँ माथि चाहिँ फेरि त्यो हामी गएकोतिर चाहिँ बाबुहरूको मात्र रहेछ नि त। अहिले मैले हात दुख्यो यस्तो हात पनि मेरो हात लास्टै कमजोरी छ नि त। मैले यो हात गलेर मैले हिँड्दाखेरि खुट्टा गल्दैन हात गल्छ। यो हात चाहिँ धेरै हातबाट सुई लगाइराखेको भएर महिना पछि ब्लड तानिरहनु पर्छ नि त। बिमारी छु कस्तो हात दुख्यो साँच्ची भने। भएन यो हात फेर्नु पऱ्यो। हातले कि सामान बोक्नु पनि यति गाह्रो हुँदैन होला हौ। मरेमा त हात चेन्ज गरेर मोबाइल समाल्यो कि यति समयको दुःख चाहिँ कसैले पनि नपरोस्। त्यतिका कस्तो उयो भयो लाइटले गरेर। जीवनको हामी चाहिँ बाबु भएको छेउमा जाँदैछु। छिटो आउनु दिदी थाक्नु भयो। बच्चा रुँदैछ जस्तो छ।